एउटा शिक्षण विधिको गहिरो विश्लेषण गर्दैछौँ। हाम्रो हातमा शारदा माध्यमिक विद्यालयको कक्षा 10मा खिचिएको एउटा कक्षाकोठाको दृश्य छ, जसलाई वर्तमानको प्रतिध्वनि एक जीवन्त व्याकरण पाठ शीर्षक दिएको छ। यहाँ शिक्षिका मनिषा पौडेलले नेपाली व्याकरणको एउटा भनौँ न अलि जटिल तर महत्त्वपूर्ण पाठ वर्तमान कालका पक्षहरूलाई एउटा अविश्वसनीय रूपमा रमाइलो संवादमा बदल्नु भएको छ। हो, र आजको हाम्रो काम भनेको यो विधिले कसरी काम गर्छ, यसका मनोवैज्ञानिक फाइदा के हुन्, अनि के यो साँच्चै परम्परागत तरिकाभन्दा प्रभावकारी छ त भनेर केलाउनु हो। एकदम। यो विधि, जसलाई हामी शिक्षण शास्त्रमा आगमनात्मक विधि वा इन्डक्टिभ मेथड भन्छौं, सैद्धान्तिक रूपमा त निकै आकर्षक सुनिन्छ। आगमनात्मक विधि हो, यसको मूल मन्त्र हो पहिले उदाहरण अनि मात्र नियम। तर सिद्धान्त र व्यवहारमा कहिलेकाहीँ ठूलो खाडोल हुन्छ। त्यही त। आजको हाम्रो विश्लेषणको केन्द्रमा यही प्रश्न हुनेछ, के यो विधि एउटा वास्तविक हल्लाखल्ला हुने नेपाली कक्षा कोठामा साँच्चै काम गर्छ त? ल हेरौँ न त यो पाठ कसरी सुरु हुन्छ। पाठ सुरु नै अनौठो तरिकाले हुन्छ। कसरी? शिक्षिका मनिषा कक्षामा ल आज हामी वर्तमानकाल पढ्छौं भन्दै प्रवेश गर्नुहुन्न। ए उहाँ त ल गफ गरौँ न त भन्ने शैलीमा आउनुहुन्छ।